हेलो एभ्रिवान, माई नेम इज सुजित बुढाथोकी। मेरो चाहिँ रिसेन्टली भिजा ग्रान्ट भएको छ साउथ कोरियाको कुन युनिभर्सिटी साउथ इस्टर्न युनिभर्सिटी। अनि आइएल्स चाहिँ कताबाट प्रिपेयर गर्नुभयो? मैले आइएल्स पनि यतैबाट प्रिपेयर गरेको हो, केबी एजुकेसनबाटै। कति आयो ओभरअल? मेरो ओभरअल 5.5 आएको थियो आइएल्समा। अनि हजुरले स्कलरसिप कति पाउनु भएको छ? मैले साउथ इस्टर्न युनिभर्सिटीमा स्कलरसिप 50% पाएको थिएँ विथ 5.5 आइएल्स स्कोरले। हजुरलाई धेरै धेरै बधाई छ। अब हजुरको केबी एजुकेसनमा चाहिँ एक्सपिरियन्स कस्तो रह्यो? केबी एजुकेसनमा मेरो एकदम राम्रो रह्यो, किनभने मेरो जुन मेन पार्ट भनेको डकुमेन्टेसनको थियो, त्यो चाहिँ एकता म्याम र विस्मिता म्यामले चाहिँ राम्रोसँग हेरिदिनु भएको थियो। मलाई लागेका डाउटहरू सबै क्लियर गरिदिनु भयो विदाउट एनी डाउटफुल। मैले चाहिँ मेरो प्रोसेसहरू चाहिँ एकदम स्मुथली अगाडि बढाएँ र सबै कामहरू चाहिँ राम्रोसँग भएको थियो मेरो। अनि अब हजुरले चाहिँ साउथ कोरिया गइरहनु भएको स्टुडेन्टहरूलाई चाहिँ एउटा के मेसेज दिन चाहनुहुन्छ? मैले मेरो पर्सनल सजेसन स्टुडेन्टलाई भनेको मेनली त आइएल्सलाई फोकस गर्नु पऱ्यो, त्यसैको आधारमा चाहिँ स्कलरसिप प्रोभाइड गर्ने हो। अनि त्यसपछि भनेको ल्याङ्ग्वेज त डेफिनेटली चाहि नै हाल्छ स्टुडेन्टलाई, ल्याङ्ग्वेज पनि पढ्दै गर्नु आइएल्स सँगसँगै। अनि कोरिया गर्नुको मेन रिजन भनेको चाहिँ मिडल क्लास फ्यामिली र लोवर क्लास फ्यामिलीलाई चाहिँ एकदम सपोर्टिभ छ। मिनिमम कस्टमा पनि हामी साउथ कोरिया जान सक्छौँ, जस्तै कि ओभर 8 लाख 10 लाख भयो भने हामीले साउथ कोरिया चाहिँ अप्लाई गर्न सक्छौँ जुनसुकै युनिभर्सिटीमा पनि। म त्यही नै भन्न चाहन्छु, मिडल क्लास फ्यामिलीलाई चाहिँ एकदम बेस्ट अप्सन साउथ कोरिया नै छ। अनि हजुरले चाहिँ अब केबी एजुकेसनको बारेमा कसरी थाहा पाउनुभयो? केबी एजुकेसनको बारेमा मैले अनलाइन मिडियाबाटै थाहा भएको, स्पेसल्ली फेसबुकबाट। म फेसबुक स्क्रोल गर्दै थिएँ अनि केबी एजुकेसनको एड आइरहेको रहेछ, त्यहाँनिर मैले सबै एडहरू राम्रोसँग हेरेर आएर केबी सरसँग काउन्सिलिङ गरेँ। एकदम राम्रो लाग्यो, यहाँको गाइडेन्स काउन्सिलिङहरू चाहिँ मलाई बेस्ट लाग्यो। पहिल्यै दिन आएँ, भिजिट गरेँ र सेकेन्ड डेबाट मैले डकुमेन्टेसनहरू दिएर प्रोसेस स्टार्ट गरेँ। इफ हजुरहरू चाहिँ साउथ कोरियाको लागि इन्ट्रेस्टेड हुनुहुन्छ भने केबी एजुकेसन चाहिँ म पर्सनली रिकमेन्ड गर्छु। KB Education. Know, believe.